डेक बन्द भएर सब मान्छे यहाँबाट त्यता नजाऊ है, अगाडि नजाऊ। माछाले पगरलाई फेरि अमित कहाँ छ? अब यतातिर चाहिँ समुद्र चाहिँ खासै देखिया छैन होला घाँटीको बेला। भनेरले गर्दा चाहिँ खासै केही देखिया छैन। यो मसरुम टावर, यहाँ अब एकछिन हामी जान्छौँ उतातिर। भाडा होला है अमित? बजार टिभी लगायो भने फेरि तिम्रो मम्मीलाई सम्झाउन गाह्रो होला, मेरो छोरो कहाँ आएको भन्न। यो चाहिँ जैनहरूको पार्किङ एरिया खेलकुदको लागि। त्यो चाहिँ यहाँतिर एउटा मल के भनौँ न, एउटा सुपर मार्केट जस्तै यहाँ पार्किङ एरिया रहेको छ। केटाहरू अगाडि तन्किरहेछन् र हामी धेरै नजिक भनौँ मसरुम टावर पाइसकेका छौँ। र यसपटक चाहिँ खासै किनकि पिछले पटक जुन रहेको थियो र साउदी नेसनल डे त्यहाँनिर राम्रो थियो र अहिले त त्यति खासै छैन। केटाहरू अगाडि रन्किया छन्, रन्का बुद्ध रन्का। र यो मसरुम टावर यहाँदेखि छ र केटाहरू हामी धेरै नजिक भनौँ। यहाँ पुरा पानी गएन, समुद्र। अब फिल्ममा देखेको थियो, अब यहाँ चाहिँ कालो कालो छ होइन, निलो देखेको छ। यहाँ खास मसरुम टावर जहाँ नेचरले पुरा फायरिङ गरिरहेन होइन भनौँ कि पटाकाहरू। अब सिम्पल शब्द बुझेको छैन भने केटाहरू कहाँ भागे? केटाहरू हो भागिसकेका छन्। यिनीहरू रन्किने भन्दा फेरि उयो पछाडि हेर्ने होइन, साथी छुट्यो छुटेन भन्दा। यहाँ चाहिँ लाइन यहाँ देख्न सकिन्छ, कति धेरै लाइन छ र यहाँ मान्छे पनि निकै नै छ। र यो जुन छ कर्निस एरिया लास्टै लामो भएको कारणले चाहिँ भिडियोले लङ हुनसक्छ होइन। हेर्दै रहनुहोस् मान्छेहरू बसेको, लाइटिङ यो समुद्रको एरिया। त्यहाँभन्दा चाहिँ हामी हल्का अगाडि आइसकेका छौँ, आइपुग्यौँ भनौँ। यहाँ चाहिँ समुद्र एरिया छ र त्यहाँ पछाडि तपाईँलाई देखिरहेको होला चिलिक हल्का, तर त्यो चाहिँ के भनौँ ब्रिज, साउदी र बहरेनको ब्रिज हो। किन इतिहास हेर नजाऊ है, अगाडि नजाऊ। माछाले पगरलाई फेरि पौडी नखेलाएर मामाले पौड्यो भने चाक्ला नि घर जस्तो भइदिए पनि चल्छ सही हो। र यहाँ पौडी र त्योभन्दा यहाँ चाहिँ अगाडि प्रोग्राम छ, त्यो हामी पनि एकछिनमा हेर्नेवाला छौँ। र यहाँ चाहिँ कति मजाको भनौँ होइन देखिएको छ, बिचमा पुरा फवारा चलिरहेको र केटाहरू पनि मजाले देखिरहेछ होइन। ईदको पावन अवसर भनौँ होइन, त्यसले गर्दा यहाँ सबैहरू आफ्नो आफ्नो
फेस्टिभल सेलिब्रेट गरिरहेको यहाँ देख्न सक्छौँ हामीहरू। र त्यस पछाडि यता चाहिँ अलि मेन सेन्टर भएको छ, सायद यता केही प्रोग्राम छ कि यहाँ चाहिँ अलगै चलिरहेको देख्न सक्छौँ। र यहाँ देख्न सकिन्छ मान्छेहरूको ताती र मान्छेहरू नागिन डान्स हानिरहेको। र यहाँ चाहिँ पाकिस्तानी डान्स चलिरहेछ। यहाँ चाहिँ अरूभन्दा चाहिँ धेरै उ रहेको छ। देख बन्द भएर सब मान्छे यहाँबाट भित्तर र बिचराहरू मजाले गाना सुनेर आँखा नाच्छ, तर अर्काले देख लगेर निस्किसकेको छ। त्यही भएर भित्तर हो यहाँको। यो पनि यहाँ बनिरहेछ, त्यही भएर चाहिँ हल्का लाइटिङहरू देख्न सकिन्छ यहाँ। सायद त्यो पार्टी पनि छ कि के हो तर थाहा भएन। यो चाहिँ यहाँ बनिरहेको अवस्था यहाँ देख्न सक्छौँ। र यहाँ पनि धेरै भिड र हामी नि बसाइसकेका छ यहाँतिर। हाम्रो लागि चाहिँ होइन, म चाहिँ खासै देखाएको छैन होला भिडियोमा, किनकि अब मेरो कामै भिडियो बनाउने हो होइन। भोइस सुनेर पनि मजा गर्नु। कहाँ गयो हाम्रो केटा? यो चाहिँ ठुल्ठुला बिल्डिङहरू यहाँ देख्न सक्छौँ हामीहरू। यो चाहिँ पुरा ट्राफिक होइन। र आजको लागि यति नै, र हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा। तबतकको लागि बाइ बाइ, गुड नाइट, टेक केयर, जय नेपाल, लभ यु एभ्रिवान। र जाँदै भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। एउटा लास्ट सर्ट तपाईँलाई देखाउन गइरहेका छ, त्यो पनि देखेर जान नबिर्सिनु।